राम्रो खेती गरेका म धेरै खुसी भएको छु। तर मैले पनि छिटैदेखिबाट आज यो 72 वर्ष उमेरसम्म आउँदाखेरि पनि यो एकसै मैले सबै यिनी धेरै खोर्सानी टमाटरहरू यिनी सबै मैले रोपेको हो र आजभोलि मलाई एकदम राम्रै तरिका आमदामी भइरहेछ। यस्तै तरिकाले गर्दा सबै आम दाजुभाइ के दिदीबहिनीहरूलाई पनि राम्रै होस् भन्ने मेरो मान्यता हो। र अलि हामीलाई भने जस्तो अलि रेट भाउ भने व्यवहारले अलि लापरवाही गरेको पाइन्छ। तर हामीलाई त्यति अलि चित्त दुख्छ। र गएर मैले यो सबै यिनी तरकारीहरू गोली भिसाएर राम्रो फलाएको छु। र भनेको बेलामा अलिकति मल बिउ पनि आउँदैन र बिसादीहरू पनि अलि आफूले भने जस्तो पाइँदैन। अनि कहीँ अलि धेरै महँगी छ अहिले, त्यसले गर्दा चाहिँ आफै के किसान लगानी अलि धेरै हुँदैन जस्तो पनि हुन्छ कहिले गर्छ त। तर जे पनि आजभोलि ठिकै छ भनौँ। र यतातिर मैले अलैँची पनि लगाएको छु। अलैँची अहिले यता सब पहिरोले अलि यो खेतीको पनि अलि नोक्सान पारेको छ। तर यसलाई मैले गाउँपालिकामा कौटुक गाउँपालिकामा मैले निवेदन पनि हालेको थिएँ। तर त्यसको पनि के राहत उलाउँदा अलिकति के थोरै भए पनि 4-5 हजार जति त्यो प्रदान गर्नुभएको छ। त्यो ठिक खुसी कुरा हो। र मैले यो सबै तरकारी खेतीहरू राम्रो तरिकाले यो 72 वर्ष उमेरमा आउँदाखेरि मैले राम्रो तरिका खेती गरेको छु। यस्तै सबै मेरो जनसभाको किसान दाजुभाइ दिदीबहिनीहरूले पनि गरून् भन्ने मेरो यस्तै मानेर छ। धन्यवाद।